सम्पूर्णमा जानकारीको लागि आज म यो भिडियो सेयर गर्दैछु। ल हेर्नुस्, हामी ठुलै भनाउँदाहरूले पनि माघे संक्रान्तिमा तिलको लड्डु भनेर कस्तो चिज चाहिँ हामी हरेक वर्ष किनेर खाने गरेका रहेछौँ भन्ने कुरा यहाँ छर्लङ्ग हुन्छ। र यो बन्ने तिलको लड्डु नेपालमा सायद 12 महिना 365 दिन नै हरेक प्राय जसो पसलमा उपलब्ध हुने गर्छ र तपाईँ हाम्रा बच्चा बच्चीले चाहिँ यस्तो चिज चाहिँ किनेर खाइरहेका हुन्छन्। अबदेखि आफ्ना नानी बाबुहरूलाई यो चिज किनेर खानको लागि खानुभन्दा अगाडि यो भिडियो देखाइदिनु होला, कसरी चाहिँ यो बन्दो रहेछ भनेर। सायद यो देखेपछि तपाईँ हाम्रा नानी बाबुले यस्तो खालको मिठाईहरू बजारमा पाउने पक्कै पनि किनेर खाँदैनन् होला। सबैमा जानकारीको लागि यो भिडियो सेयर गर्नुहोस्।